यो चाहिँ होटलमा जाने ट्याक्सी हाम्रो के भन्छ अरे यसको नाम टुकटुक हो ल ल डोल्पाको दुनाई सदरमुकाम यो ठुलीभेरी नाली भन्छ यो चाहिँ यो कर्णाली प्रदेशमा पर्छ के अरे हामी चाहिँ फोक्सिन्धुसम्मको यात्रामा छौँ अहिले हो अनि लन्चको चाहिँ के रहेछ भने सिस्टम यहाँ नेपालीलाई है नेपालीले त्यस्तो अनि कोही आउँदै हुनुहुन्छ क्याम्पिङ फी पनि रहेछ किन पकाउँदै साथीहरूले पकाउँदै हो साथी ओके गुड ल चटक्कै खाइन्छ यो तरकारी पनि पाक्यो दाल भात भनेको यस्तो हुनु पर्यो होइन अनि चटनी नि पिङ्ग भइसक्यो यही यस्तो भिर पाखा ना एकदम राम्रो ल्यान्डस्केप रहेछ यतातिर है यता ठ्याक्कै फोक्सिन्धु पुग्नु लागि यो सुलीघाट वाटरफलको सिधा मासतिर हो अपोजिटमा हिन्दूबाट म चाहिँ अहिले फोक्सिन्धु ताल नजिकै छु फोक्सिन्धु ताल नजिकै भएको बस्ती यो बस्तीलाई चाहिँ रिक्मु गाउँ भनेर चिनिँदो रहेछ यहाँ चाहिँ करिबन 45-50 घरधुरी रहेछ म चाहिँ यो फोक्सिन्धु तालबाट माथि देखेको डाँडातिर गएर हाइकिङ गरेर चाहिँ नि होटलतिर फर्किँदैछौँ फोक्सिन्धु ताल चाहिँ ठुलो छ है हामी चाहिँ यो अहिले फोक्सिन्धु तालमा यो पारिपट्टि त्यहाँनिर गुम्बा नि बना रहेछ है फोक्सिन्धु लेक डेन्जर छ यार